भुइँ चाहिँ नहेर हेरिहाल्नु भयो भुइँ हेरिहाल्नु भयो डर लाग्यो माइला तेरो यार बदल भन्दा खतरा बस्दो रहेछ गाइज म चाहिँ सो गाइज हामी चाहिँ अब रातको कति बजे बुद्धि भन्दै छ भाइ अहिलेको घडीमा 7 बजेर यो खिच्छ पल्लोपट्टि कुन चाहिँ यो यो 7 बजेर 36 मिनट गयो रातको हाम्रो सो हे गाइज वेलकम ब्याक टु माई च्यानल सुजय सुमन आफ्टर लङ टाइम म चाहिँ तपाईँहरूको माझमा एउटा नयाँ भिडियो लिएर आएको छु सो आजको भिडियो चाहिँ कस्तो छ भन्दै गर्दाखेरि चाहिँ मौसम चाहिँ एकदम यस्तो मधुरो भएर आएको छ जस्तै ढुस्मे लागेको छ उयो लाग्दैछ नि त एकदम मौसमले च्यालेन्ज गरेको छ त्यही च्यालेन्ज गर्दा गर्दै पनि हामीले पनि आज च्यालेन्ज गरेर चाहिँ यता बान्तवा ब्लग्स अनि म सुजय सुमन अनि हाम्रो भरत राई हामी 3 जना अनि साथमा 2 जना ब्रदरहरू हुनुहुन्छ हामी चाहिँ कोलाब्रेसनका साथमा चाहिँ भिजिट गर्न गइरहेको छौँ हाम्रो चाहिँ आज के छ भन्दाखेरि नाइट क्याम्पिङको साथमा जाँदैछौँ एक रात बस्दै अनि आउने प्लान गरेको छौँ अनि हाम्रो डेस्टिनेसन चाहिँ कुन ठाउँ हो भन्दै गर्दाखेरि चाहिँ हाम्रो चाहिँ ठ्याक्कै छिन्टापु है छिन्टापु जान्छौँ अनि हामी चाहिँ अब अहिले चाहिँ दिनको कति बज्यो भन्दै गर्दाखेरि चाहिँ ठ्याक्कै 1 बज्यो अनि अब हामी यहाँदेखि बाटो लाग्छौँ बाटो लागिसकेपछि चाहिँ हाम्रो साथीहरू चाहिँ देउराली बजारमा आउँछ त्यहाँदेखि हामी 4 जना 3 जना हुन्छ अनि हामी 2 जना 5 जना भएर त्यहाँदेखि जान्छौँ सो गाइज अनि मौसम चाहिँ एकदमै घुमिएको छ यस्तो मधुरो भएको छ त्यही पनि हामी चाहिँ जाँदैछौँ सो त्यो गाइज भिडियो कस्तो लाग्छ अन्यसम्म हेरेर प्रतिक्रिया दिनु होला अनि कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट गरिदिनु होला तपाईँको एक कमेन्टले हामीलाई पनि अझ धेरै काम गर्न हौसला मिल्नेछ गाइज त्यो हो अनि यहाँ पर म चाहिँ कस्तो भएर हिँडिरहेको छु भन्ने कुरा देख्न सक्नुहुन्छ होइन दिस इज मी माई नेम इज सुमन राई होइन त्यो गाइज अब हामी यहाँदेखि लाग्छौँ हामी बाटोतिर केही छोटो छोटो फुटेज भिडियोहरू लिन्छौँ अनि त्यहाँदेखि लिँदै जान्छौँ अनि सो फाइनल्ली माथि आफ्नो डेस्टिनेसन पुगेर केही क्याम्पिङहरू गरेर त्यो भिडियोहरू त्यस्तै आउँछ अरू बिहानको भ्यू मर्निङ भ्यूहरू आउँछ त्यो गाइज सो गाइज हामी चाहिँ अहिले देउराली बजार आइपुगेका छौँ अनि बाटोको क्लिपहरू चाहिँ लिन पाइएन नि त हाम्रो भारीहरू खतरा बाटो त्यस्तै होइन अनि उहाँ चाहिँ इलामबाट आइपुग्यो पुरा कानमा के अरे इयरफोन लगाएर अनि यता देउराली बजारमा चाहिँ पुरै चट्टसँगले ढलानको काम हुँदै रहेछ सो यता म छु अनि हामी चाहिँ अब 1-2 सामान किन्नु छ यता किनेर चाहिँ हामी लाग्छौँ गाइस त्यो सोसाइटीहरू हाम्रो चाहिँ यहाँ सामान किन्ने क्रम जारी छ एक पावा चिनी किन्यो यो चियाको लागि अनि मिट मसला यो चिया समोता अनि स्प्राइट अनि हामी चाउचाउ यो खालको पोरको के लाग्छ ठुलो खालको दिनु न 50 रुपियाँबाटै कति पर्ने हजुर अनि हामी त्यो किन्दैछौँ करेन्टबाट हामी लाँदैछौँ 4वटा अनि यो चाहिँ कसरी दिदी 130 लु पनि लैजाउँ होला एउटा बिसिक्योस् ज्यादा हुँदैन होस् न नि कम भएको भन्दा त ज्यादै भएको राम्रो नि त होइन हाम्रो स्पोन्सर भाइ भनौँ के भनौँ तिमीलाई त्यो गाइस अब हामी चाहिँ सामानहरू किन्यो 2टा रेनकोट किन्यो साथीहरूको लागि हो हुन्छ हो त 3टा दिनु अनि अर्को सानो खालको दिनु 2टा अनि त्यही हो अब हामी चाहिँ यो सामान प्याक गरेर जाने हाम्रो गुरु कति हुन्छ त्यही हो गाइस हामी चाहिँ देउरालीदेखि लागिसकेको छ अब यो बाटो हाम्रो यात्रा चाहिँ एकदमै खतरा भएको छ यता हाम्रो भरत हुनुहुन्छ भने यता म सुन्दैछु अनि पछाडि हाम्रो ब्रदरहरू हुनुहुन्छ सो अनि हामी चाहिँ देउरालीदेखि लागिसक्यौँ त्यो गाइस अब यो ठुलो ब्याग सबै किन्न दिइसक्यो हेर्नु होला
गाइस हामी चाहिँ फाइनल्ली अहिले कुन ठाउँ बजाइयो हामी गिताङ खोला हामी गिताङ खोलामा आइसकेको छौँ गाइस सङ्खे खोला गिताङ खोला सङ्खे खोला पनि भन्दो रहेछ प्लस गिताङ खोला पछाडि हाम्रो केटाहरू देख्न सक्नुहुन्छ तपाईँहरूले अनि यता चाहिँ गिताङ खोलाको पुल त्यहाँ चाहिँ यस्तो भएको छ है त्यहाँको स्थानीय प्रवाहबाट पनि त्यही हो गाइस अनि यहाँको स्थानीय प्रवाहबाट त्यो पुल चाहिँ बनाउनु आउने बेला भएछ त्यही हो होइन अब के भन्नु बाँकी कुरा यता हाम्रो भाइहरू स्कुलदेखि फर्किँदैछ हेलो अनि पर पनि हाम्रो सिस्टरहरू आउँदैछ होइन हामी यहाँ हिलोमा जाँदैछौँ एकदम चिलसँगले त्यही हो के भन्नु बाँकी कुरा अनि त्यही हो सायद हिलो अब हामी चाहिँ बुधबारे बजार पुगेपछि चाहिँ हामी सट्ट उकालो लाग्छौँ उकाली गएर चाहिँ हामी सौदाछौँ भन्ने चाहिँ गऱ्यो अहिले आजको बाइक चाहिँ अब गोरुवालेसम्म पुग्न सक्छौँ त्यहाँबाट उता चाहिँ हाम्रो 11 नम्बर बाइक चलाउनु पर्ला समथिङ बिचको बाटो कस्तो छ अब हेरौँ त्यही हो अनि त्यही हो गाइस अब हामी चाहिँ यहाँदेखि अब बुधबारे बजार घुमेर उकालो लाग्छौँ गोरुवालेसम्म चाहिँ बाइकमा जान्छौँ त्यहाँदेखि हाम्रो चाहिँ बाइकमा जान्छौँ फेरि 1-1 नै जान्छौँ चाहिँ अनि त्यही हो गाइस अब कति घन्टा हिँड्नुपर्छ भनेर अब त्यही हो पुगेर हामीले धेरै दाउरा साउरादेखि लिएर हरेक कुरा बस्ने ठाउँ खाने ठाउँ सबै बनाउनु पर्नेछ गाइस गाह्रो छ त्यही हो भिडियोलाई त्यसमा हेर्नु होला माया गरिदिनु होला लभ गाइस त्यही गाइस हामी चाहिँ आएर माथि पर्खिरहेको छौँ केटाहरूलाई बाटो चाहिँ अप्ठ्यारो छ होइन हाम्रो केटाहरू चाहिँ तल आउँदैछ अनि मेरो मान्छे चाहिँ यहाँ हुनुहुन्छ आजको यात्रामा एकदम खतरा गरी कुदाउँदै हुनुहुन्छ बाटो कस्तो छ दाइ एकदम यस्तो भनेको चाहिँ जिगज्याक नि त त्यो पनि हामी कुदिरहेछौँ यसमा चाहिँ मौसमले साथ दिएको छ पानी परेको छैन अनि हाम्रो केटाहरू चाहिँ यहाँ तल देखाउँदैछ अनि बाटो चाहिँ हामीले बाटो चाहिँ भ्लग गरिएन भिडियो बनाएन किनभने सम्भवै भएन क्या बाटो अप्ठ्यारो हाम्रो केटाहरू चाहिँ देख्न सक्नुहुन्छ गाइज सो गाइज मेरो केटाहरू चाहिँ फाइनल आइसकेको छ कस्तो भयो हामी आधी आइपुगेको छ अब आधी बाँकी छ कस्तो भइरहेछ ट्रिप कस्तो चाहिँ हुँदैछ मैले त देख्दैछु होइन तर भिडियोमा चाहिँ निकाल्नु सकिरहेको छैन नि त सो गाइज म चाहिँ इस्भारी बोकेर हिँड्दैछु किन भन्नुहुन्छ भने एकदम हाम्रो चाहिँ ऊ भयो नि त बाटो अप्ठ्यारो रहेछ पुरा चिप्लिएर बिजोक भयो क्या यो गोरुवाले निस्किने त देउरा लेखिदिएको छु बुधबारे हुँदै चाहिँ नआउँदै राम्रो हुँदो रहेछ तपाईँ टप्पु निस्केर बरु त्यहाँदेखि ट्रेकिङ रोड 2 घन्टा 3 घन्टा हिँड्नुपर्छ अरे त्यो बाटो हिँड्नुहोस् तपाईँहरूलाई चाहिँ म त्यो आग्रह गर्दछु होइन सो म चाहिँ अहिले पैदलै हिँड्ने बेटर लाग्यो यस बाटो यस्तो छ नि यसो यस्तो बाटो छ बाइक त चिप्लेकै छ होइन त्यो भएको कारणले चाहिँ गाह्रो छ अनि हाम्रो केटाहरू चाहिँ पछाडि छ अब सायद बिचराहरू पनि गाह्रो भइरहेको होला होइन त्यो पनि अब के गर्नु अब बिचराहरू आउनु पर्यो अनि किनभने बाइक पनि अलिक गाह्रै भइरहेछ नि त कुरो हो अनि अब पुरै मौसम चाहिँ यस्तो छ घुमेर केही देख्दै छैन गाइस त्यही पनि म एक्लै लकठक हिँडिरहेको छु तपाईँहरूकै लागि केही नयाँ गरौँ न त भनेर चाहिँ नाइट क्याम्पिङ हिँडेको साथीहरू त्यही हो भिडियो त्यसो हेरेर माया गरिदिनु होला त्यो चाहिँ त्यही साथीहरू अहिले चाहिँ हामी गोरुवाले आइसकेका छौँ अनि हामी चाहिँ बाइकहरू राखेर हामी चाहिँ खाजा खाँदै जान्छौँ एकदम भोक लाग्यो होइन भाइ बाटो चाहिँ कस्तो लाग्यो यहाँसम्मको यात्रा कस्तो लाग्यो बाटो चाहिँ एकदम जोत्तै छ दुःखले आइभएको मरेर अब यस्तो बाटोमा चाहिँ कुदाउनु पर्ने छ बाइक होइन त्यही हो एकदम गाह्रो भयो तर जोस् मजा भइरहेछ अब अझै कस्तो हुन्छ बाँकी साँझै नै हिँड्नु 1.5 घन्टा एकदम रेनकोट लाएर हिँड्ने छ हामी चाहिँ होइन
यो चाहिँ हाम्रो नाइट क्याम्पिङ चाहिँ लाइफको फर्स्ट के भन्नु त्यसलाई उद्देश्य काम गरिनेछ। कस्तो हुन्छ थाहा छैन, अनुभव छैन हामीलाई, पहिलो अनुभव हो। त्यो भएको लागि नै हामीले अलिकति नयाँ तरिकाको गरौँ न त भन्ने कुरो आएको कारणले हामी नाइट क्याम्पिङ गएको। अनि हामीलाई चाहिँ च्यालेन्जिङ छ। हामीलाई प्लास्टिक छ, लाइटर छ, पेट्रोल छैन, किनभने हामीले अब चिसो दाउरा छ खोज्नुपर्ने छ। तर हामीले अब त्यो कुराहरूमा पनि पुरा भात पकाएर खानुपर्ने छ। त्यो केटाहरू जाँदैछ माथि, दुःख भयो भने रमाइलो हुन्छ। त्यही हो। अनि अझै भयो भने हामी पछि राम्रो कुरा आउँछ। त्यो गाइस लेट्स सी सोसाइटीहरू अहिले चाहिँ हामी माथि धेरै माथि आइसकेका छौँ। अब समथिङ हामीलाई 1 घन्टा लाग्छ होला सायद पुग्न। अनि त्यही भएको कारणले हामी चाहिँ अब हिँड्नेछौँ। यता पर हाम्रो मानदेव दाई अनि मलाई एकदम मजाले बोकेर हिँड्नु भएको छ। धन्य म लडेँ होइन गाइस। यता सुजनले बोकेको छ ब्याग एकदम बिजोक तरिकाले। अनि प्रज्वल भाइले चाहिँ के बोकेको छ हो त्यसमा सुत्ने ठाउँ, मानदेव दाइले मादाले। अनि यता हाम्रो बुस्मान अनि यता म छु। अनि एकदमै रोमान्स गर्ने हो साथी, आज रोमान्स गर्ने, आज इन्जोय रोचक। त्यो गाइस अब माथि पुगेर हामी पहिला चटपट के भने खान्छौँ, त्यहाँदेखि हामीले हरेक कुरा गर्छौँ गाइस। त्यही हो, लेट्स सी। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो यत्रो कष्ट चाहिँ हामीले तपाईँहरूको लागि गरेका छौँ। प्लिज भिडियो अन्तिमसम्म हेर्नु पऱ्यो। अन्तिमसम्म है त गाइस, लेट्स सी। सो गाइस हामी चाहिँ अहिले फाइनल्ली छिन्टापु प्रवेशद्वारमा आइपुगेको छौँ। तपाईँ त्यहाँ पर देख्नुहुन्छ छिन्टापु प्रवेशद्वार लेखेको चाहिँ होइन। अनि त्यही हो। अनि यहाँ चाहिँ हाम्रो साथीहरू चाहिँ एकदम गलेर बसेको छ है। यता के छ, यात्रा एकदम छ नि होइन। यता हाम्रो प्रज्वलले चाहिँ स्प्राइट निकाल्दैछ हाम्रो लागि। अनि यता हाम्रो बुस्मान, यता हाम्रो भरत दाई, अनि यता म होइन। एकदम गलिएको छ नि त, मौसम यस्तो छ। ओहो रात परेको छ, कुहिरो लागेको छ। यता ठुली टार जाने ठाउँ, यता चाहिँ हामी आएको बाटो भयो, यो कालो जान्छौँ अब हामी। त्यो गाइस अब भिडियो कस्तो हुन्छ अनि समय हेर्नु होला। हामी चाहिँ अब के खाएर जाउँ भन्ने भयो, भोक लागेको छ, गाह्रो भइसकेको छ नि त अब के खाने भनेर। त्यही हो, हो त हुन्छ हो त। यो चाहिँ हाम्रो चाउचाउहरू छ, स्प्राइट भयो, त्यही हो। सो है गाइस हामी चाहिँ खाजा खाएर अब बाटो लागेको उकालो समथिङ हामीलाई लाग्छ अब 1 आवर्स जस्तो कुरा छ होइन। अब म चाहिँ फर्स्ट टाइम हो, मेरो चाहिँ लाइफमा फर्स्ट टाइमै हो यस्तो नाइट क्याम्पिङ पनि फर्स्ट टाइमै हो। अनि त्यही हो, मेरो केटाहरू यहाँ छ अगाडि गीत बजार हिँड्दै हुनुहुन्छ होइन। मौसम चाहिँ एकदमै च्यालेन्जिङ मौसम छ, तर पानी चाहिँ परेन, त्यो कुहिरो मात्र लाग्यो होइन। त्यो फरक छैन, हामी जान्छौँ के कस्तो छ त्यो साथीहरू। भिडियो चाहिँ अब पैसा हेरिदिनु होला प्लिज। सो साथीहरू हामी चाहिँ फाइनल्ली गाइज हामी छिन्टापु आइसकेका छौँ। यो छिन्टापुको ढुङ्गा हो भन्दा कस्तो सुनिन्छ होला, यो त होइन छिन्टापुको ढुङ्गा।
सेन्ट टापुदेखि मुनि छ हामी एकदम हराभरा छ वातावरण नयाँ नयाँ सजौ है संसार सुख दुःख बाटो है मिलेर हामी चाहिँ नयाँ सुख दुःख बाटो लागि हिँडेको है साथीहरू अनि हाम्रो केटाहरू चाहिँ अगाडि चिल गर्छ प्रज्वलको चाहिँ एकदमै गर्मीले गर्दा उसले चाहिँ सेन्डोमा हिँडिसकेको छ उसलाई चाहिँ कछुवाको घर बोकेर हिँडेको जस्तो फिलिङ्स आइरहेको छ अरे अनि सुजन ब्रदरले चाहिँ कोक बोकेर कोक होइन स्प्राइट बोकेर हिँड्नुभएको छ अगाडि ऊ छ भने ओछ्याउने खानेकुरा मसँग चाहिँ ओर्ने चिज छ साथीहरू यहाँ त्यही हो अब हामीलाई लाग्छ 35 मिनट्स लेट्स सी सो गाइस हामी चाहिँ फाइनली होम डाँडा दिस इज होम मन्दिर रहेछ सो अनि यता चाहिँ हाम्रो वे हाम्रो डेस्टिनेसन चाहिँ अझै छ त्यही 35 मिनट अघि भनेको थियो भने अब 25 मिनट छ हाम्रो डेस्टिनेसन भने म यहाँ पसिना देख्दै हुनुहुन्छ होला पसिना चुइसक्यो साथीहरू भित्र बाफिरहेको छु म तर मलाई इन्जोय भएर चाहिँ आनन्दताको आनन्द लिँदाखेरि भएर जस्तोहरू छ त्यो अहिले यो खुला छैन अलिक चिसो पनि लाग्छ मलाई छिटो टन्चु पर्छ त्यो भएको कारणले खोला छैन त्यही हो मौसम रात परिसकेको छ अहिले 6 बजिसकेको छ है रातको साँझको 6 बजिसकेको छ अहिले एकदम उमाथि हेरौँ है हेलो साथीहरू यसो हात हलाउन हौ यहाँ रहेर भित्र उमाथि जाँदैछ अनि त्यही हो सेन्ट टापुको खेती आइसकेको छ जब हाम्रो डेस्टिनेसन चाहिँ आइसक्यो भन्दा भयो 0 किलोमिटर 0.05 भनौँ न अनि हामी डेस्टिनेसनमा चाहिँ आइसकेका छौँ भने अब हामी चाहिँ बेस्ट क्याम्पतिर जाँदैछौँ अब बेस्ट क्याम्पतिर जाँदैछौँ चौरी पर छ गाइस चौरी चाहिँ एकदम पुछार उछाएर छ फेरि साथी हो त्यो उछाल्यो भने त नि के हुन्छ थाहा छ त्यो एउटा के पो एउटा त्यो पत्रकार हौ ऋषि धमला जस्तो कुद्नुपर्छ के फेरि ओ भाइ यही आज हाम्रो एउटा नयाँ कन्टेन्ट मिल गया भाइ कन्टेन्ट मिल गया ओइ आउनु खोज्दैछ त नि म फिल्ममा देखाइदिइहाल्छु नि होइन यार गाइस आउँछ है पर्छ कतिको डर लाग्दैछ भने त गुचुरु ल डर लाग्यो त्यो यार बदल भन्दा खतरा बस्दो रहेछ गाइस म चाहिँ सो गाइस चौरीले खेद्यो गाइस म भाग्दैछु चौरीले खेद्यो ऋषि धमलाको टु भयो गाइस ऋषि धमलाको टु भयो ऋषि धमलालाई एयरपोर्टमा खेदेको थियो भने हामीलाई डाँडामा खेद्यो तर हामीले केही गरेको चाहिँ थिएनौँ बिस्काएको चाहिँ थिएनौँ तर पनि खै किन हौ आयो गाइस म चाहिँ पछाडि हेर्दै हिँड्दैछु होइन किनभने मलाई डर लागिरहेको छ मलाई चौरीको हिर्का खानु छैन यता मान्छे भाइको कुदाइ चौरीले खेद्यो गाइस लास्ट डे बिचक गरी खेद्यो गाइस चौरीले म त कामिरहेको छु थर त्यसले चाहिँ एक हानेको भए चाहिँ हाम्रो आन्दा बुढी पाचा किचिक भिडियो हेर्नुहोस् भन्दैछ होला सो गाइस हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसन हाम्रो बेस क्याम्प पनि आइसकेका छौँ हाम्रो यो बेस क्याम्प चाहिँ 502 हो हाम्रो यो क्याम्प नम्बर चाहिँ अनि हाम्रो ब्रोहरू चाहिँ सबैजना आइसकेको छ तर चौरीले चाहिँ लास्टै गलायो यो हाम्रो सामान चौरीले खेद्दा कतिको डर लाग्यो भाइ नभनौ हार्टबिट बढेको थियो
एकदम गाह्रो बनायो चौरीले। त्यो पनि ठिक छ। अब हाम्रो रातिको क्याम्पिङ भनेको यहीँ हो। हामी भरे चाहिँ यहाँ पर गएर बसेर राति के खान्छौँ होइन। यहाँ पर बसेर खाने ठाउँ रहेछ ल भरे चाहिँ यहाँ पर गएर खानुपर्छ। अनि यहाँ चाहिँ हाम्रो बस्ने ठाउँ हाम्रो राम्रो छ। हामीले केही बोकिएन बार्ने भयो किनभने यस्तो ठाउँ थिएछ नि त त्यो कारणले। हुनुपर्छ रे गाइज हुनुपर्छ गर्नुपर्छ अनि हुन्छ गाइज गर्नुपर्छ अनि हुन्छ पाउँछ। हामीले ठाउँ पाइयो त त्यही हो गाइज। ओहो त्यही हो गाइज हाम्रो चौरीको फोटो खिच्ने अर्को चौरीको यो फोटो खिच्दै गर्दाखेरि चाहिँ उहाँको फ्याक्स गएको कारणले हामी भाग्नु पर्यो। हामी यहाँ बस्ने ठाउँहरू बनाउँछौँ के यहाँ चुल्हाहरू भइगयो दाउरा नि रहेछ गाइज। अब हामी के बनाइ खान्छौँ है त्यही हो। सो साथीहरू चाहिँ यो भात खानुको लागि भाडा यहाँ लिइसकेको छ। मानव दाइले आगो फुकिसक्नु भएको छ यहाँ किनभने हामीलाई यतादेखि चौरीले अट्याक गर्न सक्छ नि त। अनि यो हाम्रो सामान भयो भाडा भयो। यो भाडाको लागि यो खाने हो यो खानुको लागि लिएको सामानहरू हो। हाम्रो डब्बीहरू भयो यो हाम्रो कराई भयो यो चामल यो नुन। अनि हामीसँग अझै अरू परिकार पनि छ तर हामी अहिले दाउरामा जान्छौँ। जाउँ दाउरामा ल। अनि सुजन ब्रदर कल गर्दै हुनुहुन्छ। हेलो बेबी आई एम कमिङ अलरेडी पुगिङ लाइक दिस त्यहाँ माथि भनेर चाहिँ गर्दैछ। अनि हौ त्यो एउटा स्प्राइटको बोतल। ए दाजु हामीसँग बल पनि छ पनि लैजाउँ न। यो हामी लगेर जान्छौँ ल। यसबाट पानी ल्याउँ ल। भाडा त पर्दैन होला नि। दुईजनाले दाउरा दुईजनाले पानी ल्याउन ल। ए हुन्छ त्यसमा पानी पुग्छ भाडा पनि ल्याऊ अर्को ल्याऊ सजिलो हुन्छ। अनि त्यही हो अब यतादेखि चौरी आउँछ कि भन्ने नि डिस्काउन्ट भइरहेछ होइन। अब पानी ल्याउँदै यता जानुपर्ने। ओहो भोलि हामी यहाँदेखि ढुङ्गा चढ्न जान्छौँ अरे गाइज। म चाहिँ फर्स्ट टाइम अनि ऊ चाहिँ पहिला नि आएको थियो नि त हाम्रो सुल्तान गाइज। हामी चाहिँ आइपुगिसकेका छौँ। अब यहाँदेखि चाहिँ भोलि हामी बिहानै भ्यू हेर्न जान्छौँ माथि ढुङ्गामा। आज चाहिँ हाम्रो यहाँ बस्नलाई व्यवस्था भइसकेको छ। हामी पानी ल्याउन जाँदैछौँ सँगसँगै हामी दाउरा ल्याउन जाँदैछौँ। लेट्स गो हामी जाँदैछौँ। ओके लेट्स गो। हामी गयो गाइज हामी गयो जङ्गलमा छिर्यो हाम्रो डेस्टिनेसनमा। हामीले जुन कुराहरू यता हो ए अब हामी चाहिँ हाम्रो अघि मैले भने कि हामीसँग यो चाहिँ उदेखि टप्पु देखाउने रहेछ नि त। त्यो चाहिँ टप्पु देखाउने बाटो रहेछ। तर अघि मैले जुन कुरा तपाईँहरूलाई भनेको थिएँ नि हामीसँग दाउरा पनि छैन तेल पनि छैन कसरी हामी गर्ने भन्ने कुरा हामीलाई च्यालेन्जिङ थियो। हामी दाउरा खोज्न आयो। हामी दाउरा अब खोज्छौँ। यहाँ एउटा दाउरा छ। दिस इज अ वान दाउरा इस हो। हामीले दाउरा खोज्दै यही पनि दाउरा इस यो पनि दाउरा चाहिँ पानी पनि हाम्रो भाइले थापिसक्यो भाडामा। यहाँ चाहिँ भात पकाइ खानुपर्ने छ नि त। यहाँ पनि छ अनि एक बोतल माथि पनि छ पानी। अनि यसले गर्दाखेरि समथिङ हामीलाई मर्निङसम्म चाहिँ इनफ नै इनफ हुन्छ होला। अनि हामी चाहिँ जाने तिमीले कुन बोक्छौ र त्यो बोक्छौ यो म बोक्छु यसरी ल। होइन किन अगाडि ओहो के फरक पर्छ। पानी दिएको धन्यवाद कुतुक घन्टी होइन। यो उनीहरूले चाहिँ कस्तो भने यो घन्टीहरू चाहिँ यस्तो उब्जिनेलाई चाहिँ अब जल देउता त्यस्तो के गर्छ नि त नामकरण गर्छ नि त त्यही हिसाबले चाहिँ राखिदिएको कि र विश्वासको सार भनौँ न। त्यो हामीले चाहिँ पानी अब बोक्यो भने हामीलाई लाग्छ 5 मिनट निस्किनु मात्रै। के ओह्रालो झरेको थियो त्यो अब गएर भात पकाइ खाने। अनि अब धेरै सिक्को पनि खान्छ गाइस। मिठो बनाइ खानु छ त्यही अब एकचोटि माथि गएर भेटौँ होला। हाम्रो चाहिँ हाम्रो मान्दा दाइले आगो फुकेर नि पुरा धमधाम भाटी चलाइरहनु भएको छ।
ओहो हो पिप चाहिँ नि हट्यो जङ्गली जनावर नि हट्यो होइन चौरीले खातो खाएको त्यो पनि अब चौरी नै भएको छ भनेर यहाँ केटाहरूको त जुगाड चाहिँ यतिको छ जुगाड यतिको छ अनि फर्स्ट नम्बरमा कुद्ने चाहिँ को यहाँभित्र बस्यो भने त कसो भाँसिन्छ होला हौ यो त नि यतिको त तर निस्किँदैन रहेछ चौरीले उनिसक्दा मात्रै निस्किँदो रहेछ अनि के हुँदो रहेछ अनि यो चाहिँ के हो दाउरा यो हामीले के डराउनु दिएको यो त्यही हो अब हामीले प्याज टमाटरहरू सबै यहाँ छ नि त हाम्रो दिस इज अ चुवाचेको मासु दिस इज अ रेनकोट फर मान्देव दाई दिस इज अ टस्ट यो लेदर लाइट है ल ए यता बाहिर रहेछ त दिस इज अ लेदर लाइट यो लगाइदिएपछि त्यो आउँछ त पर्छ यो लगाएपछि आउँछ त मैले लेदर लाइट थियो भन्ने गाइज भइहाल यो लेदर लाइट यस्तो कडा पानीमा हेर्नु त यस्तो डेन्जर हाल्दो रहेछ पोल्छ नि पोल्छ पावर पुग्छ त्यसमा त अहिले लेजर लाइटमा पावर हुन्छ आँखामा लाग्यो भने आँखा जल्छ हातहरू पनि पोल्छ नि लास्टमा पावर हुन्छ त यो जनावर तर्साउनु त्यो आयो भने त अब छेक्नु सकिँदैन चिज गरे जस्तो भयो नि त नि आँखा अनि यसले यो ठ्याक्कै यस्तो कडा बोल्छ नि आँखामा लागेपछि आँखै बिग्रिन्छ क्या यो आर्मीहरू लिएर नाइटमा उ गर्दैन त्यो क्या यो चाहिँ हाम्रो आलु होइन हामीसँग सबै कुराको तर्जुमा छ केहीको टेन्सनै छैन अहिले नफुलौँ अलिक होस् सुरुमा चटपटे खाउँ ओहो दाजुले पनि ब्ल्याङ्केट ल्याउनु भएको रहेछ होइन हामीसँग सबै भयो प्याज टमाटर कहाँ राखेछौ हाम्रो यहाँ प्याज टमाटर साउछौ यो चाहिँ हाम्रो चटपटेको परिकारको आइटम हो होइन यो भुजिया खै एकछिनमा सल्लाह गरौँ खाउनु बनाउनु हुन्छ नि चटपटीसँग बनाउनु यो भनेको प्याज टमाटर यो खोर्सानी पर्दैन बिचारा होला लेजर लाइटले ठिक पार्छौँ हामी मैले थाहा पाइसक्यो अनि अब हामी चाहिँ चटपट अनि ऊ खान्छौँ आलु थोरै बनाउने भयो हामी चटपटै म प्याज टमाटर काट्छु ल बुद्धि भाइ एकछिन रेस्ट गर सल्लाह पनि आयो मैले चाहिँ अब यो चाहिँ मासुको लागि र चटपटेको लागि चाहिँ यो काटिदिएको भनेको मैले अनि यता कर्दले चाहिँ झालमुरीको लागि उ गर्दैछ मिक्स गर्दैछ भने पछाडि मान्छे एकदम सेकुवाको लागि यहाँ हाम्रो मान्देव दाई आगो तयार गर्दै हुनुहुन्छ प्रजल शीतन तयार गर्दै हुनुहुन्छ आज हाम्रो शीतन चाहिँ हेर्नुहुन्छ भने भरे हामीलाई मासुले वाक्क हुन्छ होइन त्यही भएर यहाँ हाम्रो काँक्रा छ यहाँ हामीसँग यहाँ खोर्सानी छ आलु छ कागती छ होइन अनि यो चाहिँ हाम्रो यहाँ धेरै चाहिँ टुपिएम छ हो हामीसँगै सिक्रेट पनि छ है साथी अनि यहाँ मिट मसला हाम्रो यहाँ रातिको जुगाड यस्तो छ है रातिको लागि यस्तो छ साथी हो अब भरे फेरि पनि हामी फोटोमा जोडिने छौँ हाम्रो चाहिँ केटाहरूले पुरै तर्जुमा बसिरहेको छ यता बाला र लेजर लाइट उता हो हाम्रो भाइले चाहिँ जङ्गल जनावर चाहिँ धपाउँदैछ अहिले के खेदेर राख अरे तिमी अर्ना चौरी खेदेर आयो मुटु चाहिँ तर ठाउँमा थिएन उसको होइन त्यही हो अब हाम्रो चाहिँ यहाँ पाक्दैछ सो गाइज
हाम्रो चाहिँ यहाँ सेकुवा बन्नु थालिसकेको छ अनि हाम्रो केटाहरूले चाहिँ यहाँ सेकुवा बनाउँदैछ म चाहिँ देखाउँदैछु सेकुवा लगाउन त्यो चाहिँ अब सेकुवा आउनु छ यहाँबाट मान्छे दाएर सुजनले चाहिँ बनाउँदैछ सेतो सेतो लाउनेलाई चाहिँ सेकुवा पोल्नु लगाएको नि त हामीले त्यही भएर बुद्धिमानले चाहिँ मासु काटेर अहिले चिसो खाँदैछ पर उयो भएर एकदम होइन हाम्रो यहाँ तल सबै सामानको परिकार छ हाम्रो पढ्नु चाहिँ सेकुवाको यो थाक लगाउँदैछ भने म चाहिँ यहाँ भिडियो बनाउँदैछु होइन अब त्यही हो यो पाकिसकेपछि खाने हो यस्तो अँध्यारो छ यस्तो अँध्यारो केही देख्दै छैन त यस्तो अँध्यारोभित्र हामी जङ्गलको बिचमा बसेर चाहिँ क्याम्प गर्दैछौँ है पर्दैन तर हात चाहिँ सो गाइस हामी चाहिँ अब रातको कति बजे बुद्धि भन्दै त भाइ अहिलेको घडीमा 7 बजेर कुन चाहिँ यो 7 बजेर 36 मिनट गयो रातको हाम्रो मानव दाइ जुत्ता खोल्दै हुनुहुन्छ भने बुद्धिमान गम्बुटमा छ केही छैन ऊ बाहिर बस्यो सुजनले त खाली खुट्टा ऊ खाली खुट्टा किनभने अब यहाँ म्याटमा बसिएको छ अनि हामी चाहिँ अब उपरको स्पोन छ नि त्यो एउटा चलाउने स्पोन छ उपर जाउँ न उयो पर एउटा कराईमा छ कराई के त मेरो पनि त्यो गाई चाहिँ खाने हाम्रो चिजहरू देख्छौँ नि सलाद अमिलो पिरो सब छ यहाँ अरे यहाँ चाहिँ च्वाचेको मासु छ यो भनेको चटपट हो त्यो त्यो हाम्रो स्प्राइट हो गाई अब हामी खाने त्यो अब खाँदाखेरिको भिडियो त अब तपाईँहरूलाई के बनाएर लगाइदिनु होला र होइन बजार हाल्छु खानै सक्छौँ खाएर अब त्यो सुत्ने यता भने उपर हाम्रो त्यो भात पाकिरहेको छ त्यो भात पाकिरहेको छ अनि मासु पकाउनु छ तल छ अनि त्यो त्यो साथीहरू हामीले चाहिँ अब सेकुवाहरू खाइयो भुजियाहरू खाइयो चटपट बनाइ खाइयो अनि लास्टमा चाहिँ हामी यो अहिले मासु अलिकति भुटी खाउँ न त भातसँग भनेर सुवाचेको मासु फेरि पनि म चाहिँ सानो कराईमा भुटिरहेको छु होइन अब नाइट क्याम्पिङ भनेको चाहिँ यस्तो हुँदो रहेछ के हुँदो रहेछ नि हौ कहिले अर्नाले खेद्छ रहेछ कहिले अर्ना होइन रियाकले खेद्दो रहेछ अनि कहिले यसरी भुटी खानु पर्दो रहेछ तर आँखा चाहिँ त्यतै मात्र गइरहेको छ डक्टरले खेदेको थियो होइन अनि यता चाहिँ हाम्रो चराको बच्चाहरू सुतिसक्यो पर हाम्रो माउ चाहिँ सेफ्टीमा थिइसक्यो अनि तर म त त्यहीँ सुत्छु यार बरु कुनामै म त अटिजान्छु नि डल्लो कुकुरकै भयो भने त्यहाँदेखि कुकालाई अटिहाल्छु नि त अनि यता छ हाम्रो प्रजल अनि यता हाम्रो सुजन ब्रदर पर चाहिँ कुनामा मान्छे ब्रदर गुफामा छ सो गाइस हाम्रो चाहिँ यहाँ साथीहरूको चाहिँ लुडो चल्दैछ 50 पैसा छ अनि जसले चाहिँ काट्ने गोटी काट्दैन त्यसले चाहिँ के गर्छ 10 रुपियाँ थप्नु भन्छ 10 रुपियाँ थप्छ अब हामी खानासाना खान्छौँ अनि कुरा गर्छौँ अनि चाहिँ एकछिन गफ गरेर हामी लेनदेन हान्छौँ है अब रातको अहिले 8:45 भइसकेको छ होइन अब हामीले चाहिँ अघि 1 घन्टा जस्तो सबै कुरा गरेर चाहिँ खायौँ होइन नि त अनि त्यही भएको कारणले एकछिन बसेर फेरि पनि हामीले मासु थोरै खाउँ न त भातसँग भनेर यहाँ माथि भात छ नि तपाईँ आउँछ भात चाहिँ यस्तो दामी पाकेको छ हो अनि यो खाने साथीहरू हामी चाहिँ अब भात खान लागेको आजको विनर अफ द म्याच चाहिँ यता पुष्पमान यहाँदेखि बान्ता ब्लग्स भएको छ अनि यता हाम्रो प्रजल चाहिँ अब सेकेन्ड भयो भन्दै थियो उसको ऊ अनुसार चाहिँ त्यही पनि ठिकै छ माध्यमलाई चाहिँ अगाडि पुगेको थियो होइन अनि भात पस्किन थाल्यो ऊ चाहिँ सुजनले भोलि खाजा पकाउनुको लागि तयार छ माध्यम दाइले चाहिँ यता हाम्रो सब्जी बनाउँदै हुनुहुन्छ मेरो लागि मलाई दिनुहुँदैछ सब्जी चाहिँ पानी
हामी चाहिँ भात खायो भने दाइले चाहिँ दबाउन थालिसकेको छ यो बुद्धिमानले खान थाल्यो त्यो मेरो यो सुजनको प्रजाको चाहिँ त्यहाँ होइन नि त्यही हो नि म चाहिँ खाने गाई चाहिँ यो ल मेरो भात चाहिँ त्यहाँ तल यसो देऊ त बाबा हो मेरो भात देऊ त साथी थ्याङ्क यू थ्याङ्क यू त्यो भोक लाग्यो खानै पऱ्यो नि होइन अब 9 रातको 9:30 भइसकेको छ खाएर सुत्ने हो गाइस बिहानै अब उठेर 4 बजी उठेर आज पनि खाएर हामी बिहानको झुल्की काम हेर्नु जाने माथि डाँडामा लगाएको त सो गाइस अब हामी चाहिँ सुत्नको लागि तयार भइसक्यौँ अब खानासाना खाएर यता सुजु पनि सुत्दैछ यता बुद्धिमान अनि यता हाम्रो प्रजल भएछ अनि ऊ चाहिँ सिरानी खोज्दैछ होइन अब नाइट क्याम्पिङमा अब यस्तै हो नि अब घर जस्तो हुँदैन भाइ ल त्यसै ल कुरो चाहिँ घर जस्तो हुँदैन तकियाहरू हुँदैन होइन पिल्लोहरू अब त्यो कि पहिलाको पिल्लो सम्झिने अब हामी सुतेको मेरो चाहिँ फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ 5 जना छौँ यतादेखि पहिले लियो भने म चौथोमा पर्छु यतादेखि पहिले लियो भने सेकेन्डमा पर्छु नि त चौरीले तर अघिको के अरे अघिको चौरीले पछाडि आएर पेलिहाल्यो भने त्यस्तोमा पर्छौँ यतादेखि चाहिँ छिर्ने सम्भावनै छैन म परिँदैन 4 उहाँ पर चाहिँ पर्दाले एकदम खतरा पारेको छ होइन यो चाहिँ खै के खालको पारेको हो तर अब गाह्रो छ अब बिहानै उठ्यो जान्छु गाइस गुड नाइट सो साथीहरू गुड मर्निङ एन्ड वेलकम फेरि पनि सो आज चाहिँ हामी सेकेन्ड डे मर्निङमा उठेर है यस्तो चिसो नि हुँदो रहेछ गाह्रो हुँदो रहेछ कसै साथीहरूको टाउको दुख्यो कसै के भयो एकदम गाह्रो हुँदो रहेछ होइन खिचेर हिँड्दाखेरि चाहिँ सकेसम्म टुप्पीहरू अलिक तातो तातो चिज बोक्नु होला अनि त्यो कम्बलहरू चाहिँ अलिकति कडै बोकिराख्नुहोस् होइन अनि हाम्रो बुस्मानले चाहिँ यता अर्को बोक्दैछ बान्तवा ब्लग्स यता पुरानो भाइ हाई मर्निङ हेलो गुड मर्निङ साथीहरू हामी चाहिँ आज उठिसकेका छौँ एकदम रमाइलो भइरहेको छ मौसम पनि राम्रो भइरहेको छ के भन्नु जाडो भइरहेको छ अब हामी चाहिँ माथि डाँडा जाने प्लान छ के भनेको टाउको दुख्नु होइन अहिले त्यसले त हामी चाहिँ अब उकालो जाने अनि ढुङ्गा चढेर चाहिँ भ्यूहरू हेर्छ सो गाइस हामी चाहिँ अब फाइनली चिया खाएर सामानहरू उठाएर अब लाग्न लागेको हामी उकालो सेन्टापुको ढुङ्गातिर गाइस हाम्रो सबैजना चाहिँ रिस्किसकेको छ आफै हिमनदी चाहिँ पहाड आइसके पनि साला सो गाइस हामी चाहिँ लाग्यो उकालो लाग्यो So guys, my destination is there. अब मलाई
आउनु थियो आएँ अब म त्यहाँ पस्नु छ गाइस हेर्दै जानु म पस्छु तर अप्ठ्यारो छ अरे होइन मलाई एकदम रिक्स छ मलाई च्यालेन्जिङ पनि छ होइन त्यो पनि म अब चढ्ने प्रयास गर्छु गाइस तपाईँहरूको लागि माथिदेखि सो भिडियो निकालेर देखाउने प्रयास गर्छु देयर इज भिड छ यता भनेको माई खोला देयर इज पुवा खोला गाइस होइन त्यही हो अब के भन्नु होइन जति बोल्यो उति नै ठेकी जति पनि त्यति नै गाइस त्यही हो लेट्स सी है अब म चढ्न गइराखेको छु के कस्तो हुन्छ मेरो च्यालेन्ज छ अनि कसले गइदिन्छ अगाडि अब ल साथी हाम्रो सुमन यता छिटो यता आऊ चढौँला ओह्रालो झरौँला यता तरिहाल न यता माथि डाइरेक्ट उकालो गएको त हो र अलिक तलबाट यता माथि छिटो गरे नि माथि उतो नहेरी उकालो डाइरेक्ट जाने हो जान सकिँदैन उता फसाउनु भयो बिस्तारै ग्रिप बनाएर है दुईटा नहेर हेरिहाल्नु भयो आएपछि छोडिदिनु ल आयो जुत्ता पास गर्यो सुमन दाइ जुत्ता पास गर्यो ल दियो हाम्रो यत्रो मेहनत चाहिँ यो चिजको लागि हो हेर्नु है सबैजनाले ग्रिप बनाउँदै हामी दाइ मात्रै हुनुहुन्छ बाँकी ल त आयो आइपुगिहाल्यो आउ त आइपुग्यो ल थोरै बाँकी धेरै नै ज्यान ल गइसकेछ मेरो चाहिँ ल दाइ ल मजा भयो होइन अब कस्तो भयो तपाईँको भनिदिनु पर्यो पहिला भन्दा चाहिँ निकै ज्यान चाहिँ मेरो चाहिँ गइसकेको रहेछ यहाँ त पहिला नि चढ्नु भएको यता चाहिँ फर्स्ट टाइम हो साथीहरू मैले एउटा सपना एचिभ गरिसकेको छु जस लाइफ टाइम एक्सपिरियन्स हो यो चाहिँ जस मजा हुन्छ गाइजहरू ओहो यहाँदेखि त अनि हेर्नु नसकिने रहेछ नि त जानु पनि सो गाइस अब हामी चाहिँ यहाँ बस्यो नाच्यो घुम्यो होइन अनि टिकटक सिकटक पनि बनाइयो अब चाहिँ अब फर्किनु आँटेको यहाँदेखि सबैजना चाहिँ फर्किनु थालिसकिसक्यो होइन यी टेक्न सक्नुहुन्छ बुद्धिमा चाहिँ झर्दैछ माने त झरेर अघि तल तल भिडियो गर्दैछ अनि सुजन र ऊ अनि सबैभन्दा डर छोरा चाहिँ मै हो नि त यहाँको अब म चाहिँ कसरी झर्नेवाला हुन्छ म चाहिँ कुदेर डाइरेक्ट त्यहाँ गएर त्यहाँदेखि यता झरौँ कि जस्तो लाग्दैन त्यही हो गाइस अब म चाहिँ झर्छु होइन एकदम डर लागिरहेको छ त्यही हो बेस चाहिँ गाइस हामी चाहिँ आजको होइन 2 दिनको हाम्रो टुर चाहिँ सकिएको छ एकदम यहाँ चाहिँ भालुहरू आउने पिप्सा आउँदो रहेछ साथी हो बेलुका केही भएन त्यस्तो होइन तर अहिले चाहिँ भालुहरू आउने पिप्साले चाहिँ त्यो ठाउँमा नि तपाईँहरू जानुभयो भने
यति टोक्छ नि कुरा नगरौँ होइन। तर हामी चाहिँ सबैजना अब खानासाना खाइसकेर पनि अब एकछिन नाच्यो टिकटक बनाइयो बान्ता अब सुजानमा गएर टिकटक हेर्नु होला हाम्रो। अनि भरत राईमा गएर पनि फेसबुकमा गएर तपाईँले हाम्रो भिडियोहरू हेर्नु होला। अनि बान्ता भ्लग्समा गएर युट्युब हेर्नु होला बोक्ने। अनि सोचे सुमनमा गएर सबै हेर्नु होला। यो चाहिँ के को लागि बोक्नु भयो दाइ? यो चाहिँ हामीले चौरी खेलाउनुको लागि। चौरी आयो भने हामी यसरी छक्का हान्छ। हो विराट कोहलीलाई जिताउने गरेको छ। अनि हुन्छ नि गाइस, थ्याङ्क यू माई ब्रदर। बोक्यो तिमीले बोक पैसा नि फर्स्टमा यो बोक्नु म यो बोक्छु। अनि हामी चाहिँ लाग्यो गाइस अब त्यही हो। आज 2 दिनको टुर हाम्रो राम्रै भयो। हिजो हामीलाई अर्नाले खेलाएर धेरै कामहरू गर्यो। सबैभन्दा ठुलो बार चाहिँ हाम्रो प्रजल भाइले लगाएको थियो। यो देख्न सक्नुहुन्छ, त्यो चाहिँ यहाँ लगाएको थियो भित्र अर्ना नहोस् भनेर होइन। त्यो अब हामी चाहिँ जान्छौँ गाइस। आजको भिडियो यस्तै भयो। अब बाटोमा हेरौँ के हुन्छ कस्तो हुन्छ। अनि भयो भने केही भिडियोहरू एड गर्न सकिन्छ है कस्तो हुन्छ। अनि पानीले चाहिँ अहिलेसम्म मौसमले साथ गरेको छ। हामी गयौँ साथीहरू त्यही हो। अनि हामीले ओइल पनि त्यहाँ माथि छोडिदिएका छौँ, तेल छोडिदिइरहेको छौँ। अर्को कोही खानुहुन्छ भने आउनुहुन्छ भने त्यहाँ तेल छोडिदिएको छौँ। यहाँ पर एउटा अजिना छोडिदिएको छौँ है, त्यो चाहिँ तपाईँहरूको लागि हो। अनि पानी छोड्दैछौँ अनि दाउरा पनि सबै कलेक्सन गरेर छोड्दैछौँ तपाईँहरूको लागि। र कोही पनि आएर यहाँ खानुहुन्छ भने प्लिज यो टहरालाई चाहिँ धर्मशालालाई चाहिँ तपाईँहरूले नडराइदिनु होला। धेरै ठाउँ डढेको पनि देखियो है, मैले भिडियोमा लिइनँ त्यो कुराहरू। अनि त्योहरू चाहिँ नगरिदिनु होला, किनभने सबैजना बस्नुपर्छ, घुम्नुपर्छ, आउनुपर्छ है। त्यही भएको कारणले एकदम जोगाएर काम गरिदिनु होला। र जति पनि खाएको कुराहरू चाहिँ फोहोर नगरिदिनु होला। बाहिरतिर प्लास्टिक फ्याँक्ने, प्याजको टुक्रा फ्याँक्ने, के फ्याँक्ने, यताउता इधर उधर हुन्छ नि त्यो नगरिदिनु होला है। एउटा नागरिक सचेत नागरिक बन्नु होला सबैजनालाई सोझेसम्मको तर्फबाट र मेरो टिमको तर्फबाट पनि त्यही सुझाव दिन चाहन्छौँ। लेट्स सी, बाई बाई। हामी अर्को नेक्स्ट भिडियोमा अब भेट्नेछौँ। बाई। ओके बाई 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 सबैजना। बाई।